यो गाइज सबैलाई स्वागत छ दादाको च्यानलमा फेरि पनि। दादा चाहिँ भर्खरै उठ्दैछ है। रातभरि राम्रोसँग सुते होइन आफूले। ठिक छ त्यही पनि। एकछिन सुत्यो भीम चाहिँ, एकछिन सुत्यो भीम चाहिँ, निन्द्रा लाग्यो होइन। अनि त्यही नै छ, ठिकै छ। अब चाहिँ उठ्नुपर्छ। मेरो पनि सामान आउँदैछ, मैले चाहिँ अनलाइन अर्डर गरेको थिएँ। अब सायद कति बेला आउँछ थाहा छैन, त्यो सामान फोन आउँछ होला, अहिले रिसिभ गर्नुपर्ने हुन्छ। अनि अब फ्रेस सेस हुन्छु होइन, यताउता फ्रेस सेस भएर चाहिँ बस्नु पर्ला अनि भेट्नु पर्ने हुन्छ। पैसा त्यस्तै हो साथीभाइहरू होइन। म चाहिँ रेडी भइसक्यो अहिले। अब त्यही नै हो, गाडीलाई कुर्दै बसेको। अब फेरि फोन आउँछ होला एकछिनमा, अनि त्यस पछाडि चाहिँ तल जानुपर्छ। अनि त्यस पछाडि चाहिँ गर्नुपर्छ, रिसिभ गर्नुपर्छ पार्सल। फोन चाहिँ आइसकेको थियो अघि नै। अनि अब यति टाइममा आउँछु भनेको थियो कि, अनि रेडी भएर बस्नु भनेको थियो। त्यो भएर चाहिँ अब उठेर यताउता रेडी भएर बसेको। अब हेरौँ गाडी कति बेला आउँछ है। बाहिर चाहिँ यस्तो भ्यू चलिरहेछ, भ्यू भन्दा पनि यस्तो बबाल छ वेदर चाहिँ, आज चाहिँ दामी छ। अब हेरौँ कति बेला आउँछ गाडी। अहिले एपमा पनि देखाउँछ भनिरहेछ है, नजिक आइसके पछाडि। तर कतिको नजिक आइसि देखाउँछ त्यो चाहिँ मलाई थाहा छैन है। अब एकछिनमा भेटौँला। अब धेरै छैन, 10-15 मिनटमा चाहिँ आइपुग्छ होला मेरो कुरियरको पार्सल पनि। त्यही हो गाइज, सी यू, पिस आउट। अब एक्लै त झ्याउ हुन्छ डेलिभर लिन, त्यही भएर मैले चाहिँ भाइजीलाई फोन गरेर सुतिरहेको मान्छेलाई चाहिँ उठाएर बोलाइसकेको छु है साथी हो। ऊ चाहिँ आउँदैछ, म चाहिँ उसलाई कुर्दै हो, सायद उसको गाडी पनि आउँदै होला। अब कति बेला आउँछ थाहा छैन, ऊ कता झऱ्यो त्यो पनि थाहा छैन है। आउने चाहिँ यताबाट आउँछ सोल्टी माबाट। अब के बोलिरहेको छु है। अब म पनि आउन चाहिँ यताबाट आउनुपर्ने हो। अब खै गाडीले उसलाई कता रोकिदियो, गाडी पनि ठिस खालको रहेछ। यताबाट आउँछ कि अब यताबाट आउँछ थाहा छैन। अब आइसिएलले भेट्नुपर्ने हुन्छ चल्दैछ। ऊ हाम्रो सोल्टी चाहिँ आउँदैछ, यही गाडीमा आए जस्तो छ हाम्रो सोल्टी चाहिँ है। बल्ल महाकडक आइपुग्यो साथीभाइहरू। ऊ त्यहाँबाट चुक्क निस्किँदैछ। यो दिस इज द देसी ब्लगर। बल्ल आइपुग्यो है। अघि यहीँ कुनामा देखाएको थियो, तर कति ढिला आएको यो मान्छेमा। के छ भाइ, बढिया? ये देखो वो बार में जा रहा है। यो गाइज दादाको पार्सल चाहिँ आइसक्यो है। अब माथिको यत्रो ठुलो छ है। यो पार्सल चाहिँ यत्रो ठुलो छ। यही हो स्कुटर, कडक कडक। ये मेरा भाई है, भाई नहीं आता तो आज वो नहीं होता, आसान नहीं होता ये सामान लेने में भाइ। थ्याङ्क यू भाइ। यो गाइज अनबक्सिङ गर्दै है। अब अनबक्सिङ द स्कुटर। यो धेरै मेहनत पछाडि चाहिँ यो किनियो है। अब अनबक्सिङ गर्दै भाइजीलाई एक्लै के अनबक्सिङ गराउने, म पनि आउँछु है त। ल पिस आउट। ल स्कुटर चाहिँ यहाँ छ है, च्याक्क लाएर यस्तो यस्तो पारामा आउँदो रहेछ, भोपाल छ। क्या है ये तो सभी। हाँ रुको इसको इधर रखता हूँ, तुम इधर बैठो और दादा का वीडियो अच्छे से बना। हाँ ये निकालो। ये चाहिँ पछाडिको भाइजी टायर तो बवाली बड़ा है यार। ओए इतना बड़ा टायर है क्या? भोसड़ी के सही है। ये ले क्या है ये हैंडी, पूरा ये ऐसे निकालना पड़ता है क्या? वो जुड़ा है उधर। हाँ तो इसको निकालूं मैं। हाँ न्यू बैटरी और चार्जर क्या है ये? निकालो उठाओ पूरा। ओए यार ये तो बहुत बड़ा है यार।
निकालिसकेँ है स्कुटर चाहिँ यही हो स्कुटर चाहिँ नयाँ है बस्ने खालको किन्ने भनेको बस्ने खालको किन्न पाएन अब बवाल छ है ए सकहरू पनि दामी रहेछ माक्रक्स है चिकन छ सकहरू यो बवाल बवाल छ ल सो गाइस फाइनली ड्रिम कम ट्रु लाइक है स्कुटर चाहिँ किने यही नै स्कुटर अब यसको कन्सोलहरू चाहिँ यस्तो छ यहाँ अगाडि यस्तो छ होइन यो 1 2 3 च्याक्क अब यो भइहाल्यो स्पिडको भइहाल्यो यो ब्रेकहरू भइहाल्यो यहाँ घन्टी छ होइन अनि बवाल ठुलो रहेछ स्कुटर चाहिँ यत्रो ठुलो हुन्छ भने मैले यहाँ चाहिँ उ गरेको थिएन डेन्जर ठुलो छ क्या अब हेर्नु न टायर पनि न यत्रो ठुलो छ होइन यत्रो मेरो हात छ यत्रो बवाल ठुलो छ यस माया गरेर राख्नुपर्छ यसलाई माया गरेर चलाउनुपर्छ सबैलाई फेरि पनि स्वागत छ दादाको च्यानलमा है अस्ति नै अब 10 जुनमा हो स्कुटर चाहिँ मैले त्यो डेलिभरी रिसिभ गरेको अनि अब त्यस पछाडि सबै कुराहरू खोलेर सबै एसेम्बल गरेर चाहिँ अनि त्यहाँनिर उ गरेको अनि अब त्यस पछाडि काम भयो 11 र 12 अनि आज छुट्टी अनि जेस 11 र 12 मा चाहिँ म गएँ काममा गएँ आएँ स्कुटरमै गएँ आएँ अब त्यति बेला चाहिँ अब भिडियो बनाउने यताउता त्यो अलिकति मिलेन किनभने मसँग एउटा फोनहरू चाहिँ अहिलेको लागि छैन अनि अब हेलमेटहरू यताउताहरू पनि किन्नुपर्छ किनभने यो स्कुटरको लागि चाहिँ किन्नुपर्ने रहेछ एन्ड इट्स काइन्ड अफ लाइक नेसेसरी विथ द ल वाट दे हेभ इन रोमानिया है यो रोमानियाको ल अनुसार चाहिँ अब तिनीहरू किनेर लगाएको चाहिँ अलिकति राम्रो सेफ्टीको लागि अब त्यो सेफ्टी पनि हुन्छ होइन आफूलाई पनि राम्रो हुन्छ त्यो किनेर लगायो भने चाहिँ अनि अब त्यही नै हो अब चाहिँ एकछिन पछाडि स्कुटरमा भेटौँला म चाहिँ यहाँ पियुषकोमा जानु लाग्यो अब हेरौँ पियुष के गर्दैछ कसो गर्दैछ मेरो चाहिँ फेरि भोलि काम छ अनि म चाहिँ अब छिटै फर्किनुपर्छ घर अहिले अब कति बजी थाहा छैन तर म जे चाँडै फर्किन्छु 9 साढे 9 भन्दा त्यसै टाइमतिर चाहिँ फर्किन्छु होला म चाँडै नै हेरौँ अब के हुन्छ अब म अहिले स्कुटरमा भेटौँला यता ल पिस आउट यो हेलो गाइज अहिले चाहिँ हामी यहाँ स्कुटरमा आइसकेको छ है अब ब्याट्री चार्ज गरेको थियो देख्न सक्छ ब्याट्री चाहिँ फुल छ भनौँ है फुलै रहेछ अब चाहिँ यसलाई बाहिर चाहिँ निकाल्नु पर्नु हुन्छ तर मैले चाहिँ बाल्कनीमा राखेको थिएँ अब एकछिन अलिअलि कसरत गरौँ यही हो दादाको कोठामा लुगाहरू चाहिँ यसरी नै सुकाएको छ है अब के गर्ने यस्तै छ अब यसको चाहिँ एउटा दामी ट्रिक छ क्या गाइज यस्तो गऱ्यो होइन अनि यता गयो यस्तो मोडिन्छ क्या अनि अलिकति यता गयो फेरि यस्तो गऱ्यो अनि अलिकति उचाल्यो यतातिर घुमायो होइन पछाडि ल्यायो अनि एक्सेस टु द डोर च्याक्क लाएर मिलाएर चाहिँ अनि यहाँ अटाउँदैन ह्यान्डल मिलाएर लानुपर्छ है यता पछाडि अब यहाँ ठोकिन्छ यस्तै भएर च्याक्क अलिकति लिएर चाहिँ जानुपर्ने हुन्छ अनि अब जानुपर्छ एउटा एङ्गल पनि हेर्नुपर्छ क्या अहिले फेरि अनि त्यही भएर यहाँ लिएर आएर चाहिँ रेडी पोजिसनमा राख्नुपर्ने हुन्छ स्कुटरलाई अब एङ्गल चाहिँ हेर्नुपर्ने हुन्छ यहाँ चढेर एकचोटि होइन के कस्तो हुन्छ एङ्गल यसरी जानुपर्ने हुन्छ गाई चाहिँ यस्तरी गइन्छ होला अब जान चाहिँ यस्तरी नै जानुपर्छ अब रोड देखाउनुपर्छ नि त यतिको देखाउनुपर्छ ट्याक्क यतिको एङ्गल हुन्छ अब बेला बेलामा यो देखिन्छ अब एकछिनमा भेट्नुपर्छ अलि साथीले के भन्छ अनि त्यस पछाडि धन्यवाद म चाहिँ अब निस्केको गाइज यही नै हो स्कुटर अब चाहिँ पियुषकोमा जानु लाग्यो टेस्ट होल्डरमा राखेर चाहिँ चलाउँछु एकछिनमा अब निस्केको पिस आउट यो चल्दै मजा निस्किसकेको अब च्याक्क लाएर पियुषकोमा जाँदैछु अझ धेरै कुदाउन चाहिँ मैले स्पिड चाहिँ लक गरेको छैन त्यही भएर चाहिँ म यो बाटो जाँदैछु अब हेरौँ के हुन्छ कस्तो हुन्छ बाटोमा त्यस्तोहरू चाहिँ छैन पुलिसहरू
बाटोहरू चाहिँ त्यस्तो देखेको छैन के अरे हेरौँ अब यो बाटो जाँदाखेरि के हुन्छ किनभने यो बाटो चाहिँ भित्रको बाटो हो अनि मेरो स्कुटर चाहिँ फेरि मैले स्पिड लिमिटर अनलक गरिसकेँ अनि यो 32 चाहिँ जाँदैन अहिले होइन खास 25 सम्म मात्रै हिँड्न मिल्छ अनि मैले चाहिँ अब यसरी 32 सम्म कुदाइदिएको त्यही भएर चाहिँ चल्दै जसो जानै पर्ने हुन्छ अनि अब थाहा छैन के कस्तो हुन्छ बाटोमा त्यही भएर चाहिँ हेर्दै हिँड्नुपर्ने हुन्छ यो भिडियो चाहिँ अलिकति माथि राखेर गर्नुपर्ने हुन्छ किनभने यस्तोमा चाहिँ यो अलिकति लुज हुँदो रहेछ स्ट्यान्ड त्यही भएर अलिकति यतातिरबाट चाहिँ चल्दै जानुपर्ने हुन्छ किनभने दादाको स्कुटर चाहिँ बेसी कुद्छ अब यो बाट हान्नुपर्ने हुन्छ चल्दै जानुपर्ने हुन्छ यताबाट चाहिँ चल्दै जानुपर्छ उताबाट कटेर अनि र फेरि हिँड्नुपर्ने हुन्छ यहाँबाट भिडियो के कतिको लामो हुन्छ त्यो चाहिँ थाहा छैन मलाई अब मेरो यस्तै भिडियो गरेको चाहिँ पहिलोचोटि हो होइन अब चल्दै जानुपर्छ च्याक्क लाएर अनि कपालदेखि चाहिँ ठिस हुन्छ त्यही भएर भागिदिनु पर्ने हुन्छ चिलमा अब चाहिँ यहाँबाट उताको बाटो काटेर जान्छु किनभने यो रोडै हिँड्न चाहिँ अलिकति ठिकै हुन्छ जस्तो लाग्यो त्यही भएर यताबाट उता चल्दै जानुपर्ने हुन्छ यहाँबाट चाहिँ चल्दै जानुपर्ने हुन्छ अनि त्यहाँबाट बाटो काटेपछि चिलमा गाडीले रोक्छ होला धन्यवाद धेरै धन्यवाद अब चाहिँ दादा चाहिँ चिलमा जान्छ यताबाट यहाँबाट चाहिँ चल्दै जानुपर्ने हुन्छ यो चाहिँ अलिकति कुद्छ नि त त्यही भएर झ्याउ छ स्कुटर चाहिँ होइन अनि ठिकै छ तर राम्रो छ अब कुदायो भने चाहिँ बेसी नै कुद्छ कि तर म चाहिँ त्यसरी कुदाउँदैन चिलमा जानुपर्छ होइन अब किनभने अब ऊ अनुसारले हिँड्नु पर्ने हुन्छ भनौँ न के अरे ल अनुसारले तर अब मैले चाहिँ हेलमेट लगाएको छैन हेलमेट चाहिँ लगाएर हिँड्नु पर्ने हो हेलमेट चाहिँ अब किन्नुपर्छ केटा अनि त्यस पछाडि चाहिँ बल्ल अनि अलिकति ठिक हुन्छ यहाँबाट चाहिँ अब जान मिल्न चाहिँ मिल्छ तर दादालाई चाहिँ यता चाहिँ अलिकति झ्याउ हुन्छ जस्तो छ किनभने यहाँबाट सिधै उता पारि जानुपर्छ अनि यस्तो हेरेर चाहिँ चल्दै जानुपर्ने हो कि तर म चाहिँ माथितिरबाट जान्छु चिलमा बाटो काटेर जानुपर्ने हुन्छ यहाँबाट चाहिँ बाटो काटेर चल्दै जानुपर्ने हुन्छ रोकिदियो धन्यवाद धन्यवाद चल्दै जानुपर्ने हुन्छ फेरि अब दादाको चाहिँ यही नै हो छोटो छोटो मिठो भ्लग
अब त्यस्तोहरू भ्लग गर्न त आउँदैन भनौँ न है। अब बल्ल बल्ल ट्राई हानेको। अब यो बाटोहरूमा के कस्तो हुन्छ थाहा छैन। बल्ल बल्ल उ गर्दैछु। यहाँबाट चाहिँ ट्याक्क हेरेर गाडी आएको छैन भने चाहिँ धन्यवाद भनेर हिँड्नुपर्ने हुन्छ। त्यहाँबाट चाहिँ मेघालय च्याक के अरे काँडा पानी लिनुपर्ने हो। यहाँ केही नि छैन चल्दै कुद्न चाहिँ कुद्छ स्कुटर अलिकति है तर कुदाउनु चाहिँ हुँदैन भन्दै म चाहिँ डेन्जर कुदाउँदैछु। कुदाउन चाहिँ नहुने हो तर अब यस्तै छ भाडा। यो सबैजना है अब म चाहिँ घर आउनु लागिसकेँ। अब अघि भिडियो किन गरेन भन्दाखेरि मेरो फोनमा चाहिँ चार्ज सकिन लागिसकेको थियो। अब चाहिँ घर आइसकेँ। अब चाहिँ घर जान्छु खाना खान्छु अनि फ्रेस भएर खानासाना खाएर चाहिँ सुत्नुपर्ने हुन्छ अनि चल्दै अब घर आइसक्यो। थ्याङ्क यू फर वाचिङ गाइज, थ्याङ्क यू फर सपोर्टिङ, थ्याङ्क यू सो मच, पिस आउट। चल्दै यो गाइज चाहिँ म चाहिँ घर आइसकेँ। अब हजुरहरूलाई स्कुटरको कन्सोल पनि देखाइदिउँ भनेर यस्तै छ है। लाइटहरू चाहिँ राम्रै चर्किले बोल्छ। यो पहेँलो पनि छ सेतो पनि छ है। अब यो नै हो। अब यहाँनिर चाहिँ यस्तै छ कन्सोलमा ब्याट्रीहरू। यो ब्याट्री भयो यो ट्रिप मिटर देखाएर चाहिँ अब कति गुड्यो भनेर हो। साइड लाइटहरू पनि यसरी बल्छ। अब यहाँनिर देखाएर जसरी अब लेफ्टमा बलेको भने चाहिँ यहाँनिर पछाडि लेफ्टमा बल्छ। अब यस्तै छ राम्रै छ स्कुटर चाहिँ है। अब त्यही नै हो। अब अहिलेलाई चाहिँ यति नै। स्कुटरको बारेमा पछि फेरि राम्रोसँग देखाउनु पर्ला है। अहिलेलाई चाहिँ राखिदिउँ। यही नै हो मेरो पार्क गर्ने ठाउँ स्कुटर चाहिँ है। अब त्यही नै हो। थ्याङ्क यू फर वाचिङ गाइज, थ्याङ्क यू फर सपोर्टिङ। अझै पनि माया गर्दै गर्नु होला, हेर्दै गर्नु होला।